आजको एडभेन्चर ट्रेनिङको लागि चाहिँ हामी अर्कै गाउँमा आइपुगेछ। 25 मिनट जति ड्राइभ गरेर हाम्रो गाउँदेखि यता माथि केवल कारमा गएर त्यहाँबाट सुरु हुन्छ हाम्रो। यो ठाउँको केबल कार चाहिँ निकै ठुलो रहेछ है। साइकल यति धेरै मान्छे सबैलाई बोकेछ। केबल कारबाट निस्केपछि चाहिँ यस्तो रहेछ है भ्यू। त्यहाँ मजाले बसेर दिनभरि भ्यू हेर्दै यस्तो रहेछ है। यता माथि चाहिँ रेस्टुरेन्ट बार रहेछ, त्यहाँबाट खिच्नु पर्यो एकछिन। यस्तो रहेछ यता भ्यू चाहिँ। आजको हाम्रो हिँडाइ सुरु भयो। ब्याकग्राउन्डमा यस्तो मजाको छ। मजाले हिँड्दै गएर ढुङ्गाको छेउमा पुगेपछि चाहिँ फेरि त्यही तारहरू समात्दै ढुङ्गा चढ्ने हो। रमाइलो रहेछ ठाउँ चाहिँ। लु यो बाटो हिँडेर आएर हामी अब पहिलो ढुङ्गा चढ्ने ठाउँ आइपुग्यो। यो साथीहरू अगाडि जाँदैछ। हाम्रो हेलमेट क्लाइम्बिङ गियरहरू लगायो। यस्तो उकालो चढेर यता हुँदै जानुपर्ने ठाउँ चाहिँ कहाँ थाहा भएन मलाई, तर जस आज चाहिँ हिजो अलिक गाह्रो छ भनेको छ। हेरौँ के हुन्छ। यता चाहिँ भ्यू यस्तो रहेछ है। यो साथीहरू तल जाँदैछ माथि चढेर। यो बाटो हुँदै ढुङ्गा हुँदै जाने हो। पर मान्छेहरू देखेछ नि। त्यहाँबाट हुँदै गयो भने त्यहाँ माथि मान्छेहरू उहिले त्यो ढुङ्गाबाट हिँडेर आएर अहिले हामी अर्को ढुङ्गामा आइपुगेछौँ। यहाँबाट चाहिँ अब यो ढुङ्गाबाट यसरी तल आउँछ क्या। अहिले चाहिँ हामी यस्तो ठाउँमा आइपुग्यो। यो चाहिँ पहिलो विश्वयुद्धमा बनाएको अरे। दुश्मनलाई डिफेन्स गर्नुको लागि यतापट्टिबाट हिँडेर गएर यसरी गरेर यता गए चाहिँ यहाँ रहेछ मजाले बस्ने ठाउँ। उताबाट चाहिँ माउन्टेन गोट रहेछ। यिनीहरू हो केही सेफ्टी बिना मजाले यो ढुङ्गा चढ्ने मजाले बसिरहेको रहेछ। अहिले
अहिले चाहिँ डाँडाको टुप्पामा आइपुग्यो। यहाँबाट चाहिँ अब तल जानुपर्छ हामीहरू। आजको हाम्रो फलामसम्म चाहिँ चढ्ने चाहिँ सकियो। हाम्रो सेफ्टी इक्विपमेन्ट निकालेर अब चाहिँ हिँड्ने काम मात्रै छ भनेर सबै सेफ्टी इक्विपमेन्ट निकाल्यो। माथि चाहिँ बादल निकै जमिँदैछ, त्यस कारणले हामी चाहिँ अब छिटो छिटो अब फर्किने काम गर्दैछौँ। अब चाहिँ निकै तल आइपुग्यो हामी। अलिक गर्मी पनि हुँदो रहेछ यहाँ तल चाहिँ। यो बाटो हिँड्दै गएर यहाँ टुप्पामा पुगेपछि चाहिँ ओह्रालो लगेर टिपेनको होटलमा पुगिन्छ। यो बाटो हिँड्दै डाँडाको निकै माथि आइपुग्यो। अघि हामी चढेको ठाउँहरू चाहिँ यिनीहरू हो। त्यो माथि देख्छ हाम्रो त्यो चढ पुल, हामी अघि तलेको पुल। अब यो बाटो हुँदै यता केबल कारको ठाउँमा जानुपर्छ। त्यहाँ मजा यता इनफ्याक्ट त्यो होइन यतापट्टि हो मजाको भ्यू भएको। अनि बसेर चट्टसँग ड्रिङ्क्सहरू खाने। अनि लु सक्यो आजको लागि हाम्रो। अब यता एकछिन रेस्टुरेन्टमा मजाले पानी सानी खाने अनि केबल कारबाट झर्ने त्यो मजाको ठाउँमा बनाएर रहेछ। कस्तो मजाले काठले बनाउँदो रहेछ घर यिनीहरूले।